गुगल एनालिटिक्सबाट चाहिँ एक्सेस कसरी सेयर गर्ने भन्ने कुरामा यो भिडियो बनाउँदैछु म। सो एकदम छोटो मिठो गुगल एनालिटिक्सबाट हामी एक्सेस गर्ने तरिकामा सेयर गरिहाल्छु। सबभन्दा पहिला चाहिँ गुगल एनालिटिक्समा जानु पऱ्यो। त्यसबाट तपाईँले आफ्नो एकाउन्टमा जानु पऱ्यो भने चाहिँ कुन एकाउन्टको चाहिँ तपाईँले एक्सेस दिन खोजिरहनु भएको छ। तपाईँले त आफ्नो एकाउन्टमा गइसके पछाडि चाहिँ मैले मानु त बिजनेस गुरु भन्ने एकाउन्टबाट चाहिँ मैले अरू कसैलाई एक्सेस दिन खोजिरहेको छु भनिसके पछाडि यहाँ गइसकेपछि मुनिपट्टि जानुभयो त तपाईँले यता सेटिङ्स सेक्सन्स दिन सक्नुहुन्छ। यहाँ गएर क्लिक गर्नु भने एडमिन सेक्सन छ हैन। यो एडमिन सेक्सनमा क्लिक गरेर चाहिँ त्यस पछाडि तपाईँ एकाउन्ट्समा सेक्सन आउनु सक्नुहुन्छ। यहाँ एकाउन्ट सेटिङ्स छ, एकाउन्ट छ। एकाउन्टमा क्लिक गरेपछि एकाउन्ट एक्सेस म्यानेजमेन्ट भन्ने छ। यहाँ गइसके पछाडि चाहिँ एकाउन्ट एक्सेस म्यानेजमेन्टमा गइसके पछाडि तपाईँले यहाँनिर कोको एक्सेस छ भनेर हेर्न सक्नुहुन्छ हैन। यहाँबाट चाहिँ तपाईँले कसैको अनवान्टेड पर्सन कोही छ भने त्यसलाई यहाँबाट हटाइ पनि सक्नुहुन्छ। तपाईँले रिमुभ पनि गर्न सक्नुभयो। इल्स तपाईँले चाहिँ कोही मान्छे नयाँ एड गर्न चाहनुहुन्छ भने चाहिँ यहाँबाट एड गर्न सक्नुहुन्छ। जस्तै एड युजर, नयाँ युजरलाई चाहिँ गर्नु मन लाग्यो भने तपाईँले युजरलाई एड गर्न सक्नुहुन्छ। जस्तै मेरो लागि चाहिँ होलिस्टिक एसइओ ग्रोथ भनेर यसरी @gmail.com भनेर यसरी चाहिँ मैले यहाँ गरेँ। यो नोटिफाई पनि गर्न सक्नुहुन्छ अथवा नोटिफाई नगरे पनि हुन्छ। अनि कुन दिने एनालिस्टको दिने, मार्केटरको दिने, एडिटरको दिने हैन, अब एडमिनिस्ट्रेटरको दिने, त्यसको लागि चाहिँ दिन सक्नुहुन्छ। तपाईँले एसइओको लागि दिनु खोज्दै हुनुहुन्छ भने चाहिँ कि त एडमिनिस्ट्रेटर कि चाहिँ एडिटरको चाहिँ मिनिमममा चाहिन्छ। एडिटर चाहिँ मिनिमममा चाहियो, एडमिनिस्ट्रेटर चाहिँ दिनुहुन्छ भने त्यो अझै बेटर हुन्छ है त। सो अलिकति यसमा एडिटरको लागि दिइरहन्छु म। अनि त्यस पछाडि एड गरिदिनुहोस्। त्यस पछाडि एड गरिसके पछाडि यो इमेल एड्रेसमा नोटिफिकेसन्सहरू जान्छ र उसले एक्सेप्ट गरिसके पछाडि त्यस पछाडि एक्सेस गर्न सक्छ। ओके, इजी छ, यति नै हो है त। थ्याङ्क यू।